रामपुर गाउँमा 15 वर्षदेखि बस्दै आएकी सीता अर्थात् साइलीलाई हिजो आज साह्रै गाह्रो भएको छ। उनलाई रातिमा ज्वरो आउने, खोकी लाग्ने, बढी पसिना आउने, छाती घ्यार घ्यार गर्ने, श्वास लिन अलि गाह्रो हुने भइरहेको छ। आज राति सुत्न साह्रै गाह्रो भइसकेपछि उनी यसबारे सल्लाह लिन छिमेकी दिदीका जाँदैछिन्। हेर्नु न दिदी, मलाई त निकै साह्रो पार्यो 14-15 दिनदेखि। मलाई एकछिन बन्द गर त, कति यसको त मैले पढ्न लेख्न छैन। मम्मी जहिले यस्तै गर्नुहुन्छ, खेल्न पनि दिनु न राम्रोसँग कहिले के। खोकी लागेर रातिभरि आउँछ, पसिनै पसिना हुन्छ, साह्रै थकान भए जस्तो हुन्छ। के हुन आँट्यो नि मलाई त। अस्ति मेला गइ थिइस्, हाँसी थिइस्, खुसी थिइस्, उफ्री थिइस्, कुन मोराले आँखा लागेछ। अब के हाल्ने त दिदी, पक्का नजर राखाउने साइली। जाम एकचोटि धामी कहाँ जा, धामीकोले पार्न सक्ला त। किन नहुनु, पल्ला घरे रमेशलाई के भएको थियो, यही लक्षण भएको थियो, त्यही धामीले निको पारेको। जाम एकचोटि, जान्नै पर्छ। न जाम न त जाम। मम्मी तँलाई मैले कति भने, हिँड्ने बेला फर्केर साइड नसोध्नु, साइड नबिगार भनेर। भन्नु ए झाँक्री गा जान लाग्यो बाबु, दिदी पनि छोडिदिनु न। अनि त्यही झाँक्रीमा जानु लाग्नु भएको रहेछ, फेरि किन जानु लाग्नु भएको झाँक्रीमा? रुगा खोकी लाग्छ काकीलाई देख्दैनस्? यो मम्मीको दिमाग, रुगा खोकी लाग्दा हस्पिटल पो जाने त, झाँक्रीमा जाने हो। पहिले मलाई पाकोस् कि मैले तँलाई पाको भन् त? अब बिहानदेखि यस्तै बाङ्गेटेरै कुरा गर्नु भयो। गर्नु जान्छु कि जानु ल। भन्दा चल्ला बाटो हुन्छ नि, हेर न। साइली र छिमेकी झारपुक गर्न जान्छन्। नमस्ते। हेर्नु न बाजे, हप्ता दिन भयो उसलाई खोकी लागेर ज्वरो आएर राति पसिना आउँछ भने। होइन बाजे, के भएको यसलाई यस्तो? ठिक गरिस् पालि के यसलाई यहाँ यस्ता रोगहरू त म कति निको पारिदिन्छु। यदि मैले यसलाई निको पार्न सकिनँ भने गाउँभरि हल्ला फैलाइदिनु कि यो बाजेले केही गर्नु सक्दैन। त्यही विश्वासले ल्याएको बाजे मैले उसलाई। ल केही आतिनु पर्दैन, म निको पारिदिइहाल्छु। खै अलि दादा ल यो 3 दिनसम्म खा, तँलाई पुरै निको हुन्छ। के हुन आँट्यो नि मरे बाबा, त्यो धामी भएको औषधिले केही काम गरेन। झाँक्रीले दिएको औषधि खाइसक्दा पनि खकारमा झन्कन देखेपछि साइली डराएर फेरि छिमेकीका घरमा जान्छन्। के भयो फेरि तँलाई? त्यो अस्तिको धामीको दबाईले त केही काम गरेन दिदी। मलाई त झन् च्याप्दैछ, झन् साह्रो हुँदैछ। आज बिहान त खकारमा खुन पनि देखेँ। के गर्नु नि अब? के भन्छ यसले फेरि? त्यत्रो झाँक्रीकोमा गरे केही निको भएन तँलाई? केही भेटेन त्यसको दबाईले त। हुन त बल्ल त 2 दिन भएको छ लाटी, उत्तिखेर कहाँ आउँछ र असर नतिजा? अनि त्यो धामीले त 2 दिनमा ठिक पारिदिन्छु भन्थ्यो त। के पो गर्ने हो? एकछिन विचार गर्ने हो कि अझै? हजुर चाहिँ अब विचारै गरेर बस्नु म। काकीलाई रुगाखोकीले चापेर झन् अवस्था नाजुक हुँदै गइरहेको देख्नु छैन? अरे प्रभु, यो केटा कति बाटो हुन्छ हो? कति बाटो भएको छ? तैँले मलाई पाएको कि मैले मलाई पाएको? संसार तैँले देखेछस् बा, देखेछस् आजकलका बच्चा बच्ची। मम्मी पनि काकीको अवस्था हेर्नु एकचोटि, बिरामी भएर मान्छे खतम भइसकेछ। अनि तपाईँ चाहिँ विचार गर्दै बस्ने? के गरौँ त मैले बा, के गरौँ भन्छ ल?
हस्पिटल लगाउँ न एकचोटि। इस हस्पिटल यसका बाजेले लेखेर दिने औषधि यत्रो थमाउने केही निको हुने छैन त्यसले। हस्पिटल त जानु हुन्थ्यो नि, के गर्नु बा, थोरै खर्च हुँदैन हस्पिटल गएमा। अनि धामी झाँक्री चाहिँ फ्रीमै भयो? धेरै पर्दैन नि त हस्पिटलमा त नाना थरी के भन्छ, पैसाको सत्यानाश हुन्छ, सकिँदैन बाबु। अहिले नेपाल सरकारले अब टिबी जस्तो रोगहरूको निःशुल्क उपचार पनि त ल्याएको छ नि। फेरि तपाईँले 14 दिनभन्दा बढी भयो लुगाफुकी लाग्नु लाग्यो, खकारमा खुन पनि देख्यो भन्नुहुन्छ। एकचोटि जाऊँ न त, स्वास्थ्य चौकी पनि त नजिकै छ मम्मी। पुरा संसार देख्नु र नदेख्नु भएन नि त। एकचोटि हस्पिटल गएर मान्छे बिरामी हुँदा चेक जाँच पो गराउने, त्यति कुरामा पनि संसार देखिस् यो गरिस् त्यो गरिस् भन्नुपर्छ र। कुरो त ठिकै गर्दैछ कि क्या हो बाबु, एकचोटि जाने हो र। दुइटै उस्तै, यो पनि बच्चा बुद्धि ऊ पनि बच्चा बुद्धि। जेसुकै गरौ मलाई केही नभन बा, मलाई केही नभन। मैले नाना थरीको टाउकोमा बसाएर सक्दिनँ, टेन्सन। म त गएँ। जाऊँ न त दिदी एकचोटि, तिनैजना जाऊँ। एकचोटि जाऊँ न त मम्मी, काकी पनि मानिसक्नु भयो। स्वास्थ्य अवस्था भए पो बिग्रेको नि तपाईँको र, तपाईँलाई थाहा हुन्छ। के भन्छन् ल सानी, गइदिन्छु एकचोटि। आन्टीलाई झन् गाह्रो भइरह। अर्जुनले जिद्दी गर्दै अस्पताल लान आग्रह गरेपछि उनीहरू नजिकैको स्वास्थ्य चौकीमा जान्छन्। के समस्या लिएर आउनु भएको? हाम्रो काकीलाई चाहिँ रुगाखुकी लाग्नु भन्दा बढी भइसक्यो, ज्वरो पनि आएको छ भन्नुभएको छ। सुरुमै हस्पिटल ल्याऊ कि भन्ने कुरा भएको थियो, फेरि नजिकैको धामी झाँक्रीमा लगेर देखायो, त्यसपछि पनि सन्चो भएन। आज त खकारमा रगत पनि देखा पर्यो भन्नुभयो। यो के भएको, त्यही भएर हस्पिटल लिएर आएको डाक्टर साहब। डक्टर निशा एकचोटि अस्पताल गर्नु। ब्रिजिङ साउन्ड सुनेको रहेछ। अनि यदि भित्र चाहिँ हस्पिटल किन आउनु भएको छ? अब पहिला धामी झाँक्रीमा देखाएर हेऱ्यौँ, सन्चो हुन्छ कि भनेको, झन् चाप्दै गयो काकीलाई, त्यही भएर थोरै ढिला भएर। अहिलेको जमानामा को जान्छ धामी झाँक्री कहाँ? हस्पिटल आउनुपर्ने हो। त्यो पनि हो नि त। अब गाउँघरतिर यस्तै वर्तमान छ पहिलेदेखि परम्परागत कुराहरू, त्यही भएर डाक्टर साहब। त्यसो नगर्दा राम्रो, अहिले त हस्पिटल आयो क्या राम्रो। त्यसो गर्नु न त, अहिले गएर छातीको यसो गराउनु, अनि खगाको स्याम्पल चाहिँ गएर त्यो ल्याबमा बुझाउनु। अहिले चाहिँ एउटा खगाको स्याम्पल दिनु, अनि भोलि बिहान चाहिँ एउटा खगाको स्याम्पल दिनु, अनि पछि चाहिँ मैले रिपोर्ट ल्याएर देखाउनुहुन्छ र। साइली खका जाँचको रिपोर्ट र छातीको एक्सरेको रिपोर्ट लिएर 2 दिनपछि फेरि गाउँलेसित अस्पताल आउँछिन्। छाती एक्सरे भन्नुभएको थियो, अनि खगाको स्याम्पल चाहिँ टेस्ट गराउनु भित्र आएको छ। डाक्टर साहब के भएको रहेछ रिपोर्टमा? एक्सरे गर्दाखेरि छातीमा दाग देखा परेको छ र रिपोर्टमा क्षयरोग पुष्टि भएको छ। उहाँलाई चाहिँ क्षयरोग भएको रहेछ। क्षयरोग? मलाई कसरी क्षयरोग हुन सक्छ? होइन होला र, डराउनु पर्दैन हजुरलाई। म यस्तो हट्टाखट्टा मान्छेलाई कसरी क्षयरोग हुन सक्छ के भन्दैनुहुन्छ? चिन्ता नलिनुहोस् तपाईँ, केही हुँदैन। क्षयरोग सामान्य रोग हो, यो दबाईले निको पार्न सकिन्छ। तपाईँ कुनै पनि भिडभाडमा अथवा क्षयरोग लागेको व्यक्तिको सम्पर्कमा आउनुभएको थियो होला, त्यही भएर तपाईँलाई क्षयरोगको लक्षण देखेको हुनसक्छ। ल त्यसो भए म दबाई लेखिदिन्छु। यो दबाई चाहिँ नियमित 6 महिना चाहिँ खानै पर्छ हजुरलाई, अनि छुट्याउनु परेन। अनि हस्पिटलमा नै यो आएर खानुपर्छ हजुरहरूलाई। यो दबाई खाँदा चाहिँ तपाईँलाई केही साइड इफेक्ट्सहरू देख्न सक्छ। त्यसमा चाहिँ तपाईँको पिसाबमा रातो रङ जाने, खुट्टा जङ्गलमा पनि त्यस्तो साइड इफेक्ट हुनसक्छ। त्यसमा चाहिँ तपाईँले चिन्ता लिनु पर्दैन, नियमित रूपमा दबाई खानु, तपाईँ निको हुनुहुन्छ।
समाजको कयौं अन्धविश्वास जस्तै क्षयरोग छोएर पनि सर्छ, यो भगवानको श्राप हो, क्षयरोग कहिले पनि निको हुँदैन, क्षयरोग भएकाले विवाह गर्नु हुँदैन, परिवार बनाउनु हुँदैन, यस्तो कयौं अन्धविश्वासका कारण समयमै उपचार नभएर मानसिक रूपमा तनाव बढी लिएर साथीभाइ परिवार सामु यो रोग लुकाएर यसको संक्रमण बढिरहेको छ। बढी भिडभाड भएको ठाउँमा जाँदा संक्रमित व्यक्तिको सम्पर्कमा आएर पोषणयुक्त खाना नखाएर आदि इत्यादि कारणले क्षयरोग लाग्ने गर्दछ। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक एक कीटाणुका कारण लाग्ने गर्दछ। यो कीटाणु संक्रमित व्यक्तिको खोक्दा अथवा छिटाहरूबाट सर्ने गर्दछ र फोक्सोलाई असर गर्ने गर्दछ, जसले गर्दा खोकी लाग्ने, श्वास लिन गाह्रो हुने, खकार आउने र खकारमा रगत देखिने, रातिमा ज्वरो आउने, बढी पसिना आउने गर्दछ। हो, हामी क्षयरोगलाई अन्त्य गर्न सक्छौँ, तर पनि प्रत्येक वर्ष 40,000 व्यक्तिहरू यसका शिकार हुन्छन् भने प्रत्येक वर्ष 5,000 देखि 7,000 व्यक्तिको मृत्यु पनि हुने गर्छ। अब भने सबैभन्दा ठूलो प्रश्न, हामीले यो रोगलाई कसरी जित्न सक्छौँ त? नेपाल सरकारले नै क्षयरोग भएको व्यक्तिका लागि निशुल्क रूपमा औषधि वितरण गर्ने गर्दछ। DOTS अर्थात् डाइरेक्ट अब्जर्भेसन ट्रिटमेन्ट सर्ट कोर्स अन्तर्गत क्षयरोग संक्रमित व्यक्ति हरेक दिन नजिकैको स्वास्थ्य चौकीमा गएर नियमित रूपमा 6 महिनासम्म औषधि लिनुपर्ने हुनेछ। यसरी सरकारद्वारा बनाइएको DOTS प्रयोजनालाई हामीले अपनाएर मास्कको प्रयोग गर्ने गरेर संक्रमित व्यक्तिको नजिक नपरेर धेरै भिडभाड भएको ठाउँमा नगएर हामीले क्षयरोगलाई रोकथाम गर्न सक्छौँ। आशा गर्छु हजुरहरूलाई हाम्रो प्रस्तुति मन पर्यो भनेर। हस्त धन्यवाद।